नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा, जहाँ हामी युट्युबका नयाँ अपडेट्स र मोनेटाइजेसन ट्रिकको बारेमा कुरा गर्छौं। आजको भिडियोमा हामी बुझ्छौं सर्ट भिडियोको वाच टाइम मोनेटाइजमा काउन्ट हुन्छ या हुँदैन भन्ने कुरा बुझ्छौं। यो विषयमा धेरैजनाले कुरा बुझ्दा खोज्दै हुनुहुन्छ, धेरैजनाले कमेन्टमा सोध्दै हुनुहुन्छ। त्यसैले यो भिडियो बनाउन लागेको मैले। त्यसैले तपाईहरु यो भिडियोलाई पुरा हेर्दिनु होला, अन्त्यसम्म हेर्दिनु होला र भिडियो हेरेर साथ दिनु होला। भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला, नयाँ हुन्छ भने बेल आइकन थिचिदिनु होला ताकि सबभन्दा पहिले तपाईले जाओस् मेरो भिडियो। अब भिडियो सुरु गरौँ। युट्युबमा दुई प्रकारका सामग्री हुन्छन्। सर्ट 60 सेकेन्ड भन्दा कम, तर अहिले त 3 मिनेटको पनि सर्ट छ। अहिले अपडेट भएपछि नयाँ 3 मिनेटको सर्ट पनि आउँछ। त्यसैमा लङ फर्म भिडियो, लङ फर्ममा 1 मिनेट भन्दा माथि हुन्छ, किनकि त्यसमा जति मिनेटको गराउन सक्यो त्यति नै फाइदा हुन्छ वाच टाइम। सर्टका भ्यूज र वाच टाइम छुट्टै सेक्सनमा मानिन्छ। अब वाच टाइम कसरी काउन्ट हुन्छ? लङ भिडियोबाट आएको वाच टाइम मात्र मोनेटाइजेसन रिक्वेस्ट 4000 हर्समा गनिन्छ। सर्टबाट आएको वाच टाइम काउन्ट हुँदैन, तर सर्टले सब्स्क्राइबर बढाउँछ, जुन अर्को रिक्वेस्टमेन्ट हो 1000 सब्स्क्राइबर्स। त्यो काम गर्छ सर्टमा। बुझ्नु हो कुरा ध्यान दिएर सुन्नु होला, ध्यान दिएर बुझ्नु होला। मन परे लाइक कमेन्ट पनि गर्नु होला, सपोर्ट गर्नु होला। सर्च फाउन्ड र मोनेटाइजेसन सिस्टम 2025 अपडेट। अब युट्युब सर्टमा पनि एड रेभेन्यू शेयरिङ सिस्टम सुरु भएको छ। तपाईहरुलाई थाहा छ होला। यदि थाहा छैन भने यो भिडियो हेर्नु होला, थाहा पाइहाल्नुहुन्छ साथीहरु। सर्टमा एडबाट आउने पैसा क्रिएटरसँगै शेयर हुन्छ, तर त्यो वाच टाइम हर्स रिक्वायरमेन्टमा जोडिँदैन। साथीहरु कुरा बुझ्नु होला। के गर्ने भने राम्रो हुन्छ तपाईहरुलाई म भन्छु। तपाईले लङ भिडियोमा पनि रेगुलरिटी अपलोड गर्नुपर्छ ताकि वाच टाइम बढोस्, किनकि लङ भिडियो डेली हालेपछि तपाईको वाच टाइम राम्रो बढ्छ। त्यसैले लङ भिडियो डेली हाल्ने गर्नु होला। सर्ट्स प्रयोग गर्नु सब्स्क्राइबर र एंगेजमेन्ट बढाउनु हो। दुई प्रकारका कन्टेन्ट ब्यालेन्स गर्नुस्। 70% सर्ट्स र 30% लङ भिडियो तपाईहरु म्यानेज गर्नुस्। तपाईको च्यानल छिटै नै मोनेटाइज हुन्छ। त्यसो भएपछि साथीहरु, अब तपाईलाई थाहा भयो सर्ट्सले पैसा त कमाउँछ, तर वाच टाइमको हिसाबमा गर्ने हुँदैन। यदि तपाईले मोनेटाइज बढाउन चाहनुहुन्छ भने लङ भिडियोमा ध्यान दिनुहोस् साथीहरु। यदि तपाईहरु मोनेटाइज छिटै गर्न चाहनुहुन्छ भने लङ भिडियोमा ध्यान दिनुहोस्। सर्ट्समा मैले पहिले पनि भिडियो बनाइसकेको छु। यस्तो गर्दा तपाईहरुको भिडियो एकदम नै राम्रो हुन्छ। साथीहरु, भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नु, शेयर गर्नु र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुस्, बेल आइकन थिच्नुस् अलमा, अनि मलाई सपोर्ट गर्नुस्। थ्यांक यू। यतिको भिडियो लामो हुन सक्छ, त्यसैले अलि छोटो मिठो जानकारी तपाईहरुलाई दिइरहेको छु। तपाईहरु सपोर्ट गर्नु होला, भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला र अब बिदा चाहन्छु। हस्ते धन्यवाद सम्पूर्णलाई। हजुरहरुको दिन शुभ रहोस्। जय नेपाल।